ऐतिहासिक पार्टी एकता कार्यक्रमका अध्यक्ष महोदय, श्रम संस्कृति गौरवशाली पार्टीको अध्यक्ष तथा मञ्चमा आसीन सबै अतिथिवर्ग, उपस्थित आदरणीय आमा बुवा, दिदी बहिनी र दाजुभाइहरू, तमाम पत्रकार साथीहरू, प्रविधिबाट संसारको कुना कुनाबाट हाम्रो एकता अति नै चासोका साथ हेरिराख्नुभएका, संसारभरि रहनु भएर हामीलाई हेरिरहनुभएका आदरणीय दाजुभाइप्रति हाम्रो पार्टीको तर्फबाट, अध्यक्ष हर्क साम्पाङको तर्फबाट, मेरो तर्फबाट र सिओ पार्टीको तर्फबाट हार्दिक न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। सर्वप्रथम त नेपाली राजनीतिमा ठुलो बलिदान गरेर लोकतन्त्र स्थापना सँगसँगै राजनीतिक पार्टीहरू स्थापना गरेर अर्थात् अभिव्यक्तिको स्वतन्त्रता दिलाइदिने ती महान शहीदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। झेलखानामा बस्ने ती हाम्रा महान अग्रजहरूलाई, ती हाम्रा घाइते बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान प्रकट गर्दछु र अघिल्लो हाम्रो पुस्ताहरूले राजनीतिक इतिहासमा गर्नुभएको योगदानप्रति पनि उच्च सम्मान र हार्दिक धन्यवाद दिन चाहन्छु। किनभने गाली गर्दैमा देश बन्दैन भनेर अझै हामीले गीत गाइसकेका हामी आज ऐतिहासिक घडीमा छौँ र हाम्रो एकताको यो ऐतिहासिक घडीमा तपाईहरुलाई म भन्न चाहन्छु कि हाम्रो एकता किन, कसरी हामी एकता भयौँ, हाम्रै बिचमा एकता हुनुपर्छ भनेर सम्पूर्ण जनताहरूले हामीलाई दबाब दिनुभयो र जनताको चाहना अनुसार आज यो एकताको यो समारोहमा हामी उपस्थित भएका छौँ। आँखामा सपना र मनमा बाचा, अझै यसो भन्नु काँधमा जिम्मेवारी, छातीमा इमान्दारिता बोकेर हामी यो ऐतिहासिक कार्यक्रममा उपस्थित भएका छौँ। जनताको चाहना हामीले पुरा गर्यौँ, जनताको आदेश हामीले मान्यौँ र हामीले ऐतिहासिक एकता पनि गर्यौँ र तपाईहरुको हामीले आदेश मानिसकेपछि, तपाईहरुको चाहनालाई हामीले पुरा गरिसकेपछि अब हाम्रो पार्टीको तर्फबाट अध्यक्ष हर्क साम्पाङ, मेरो तर्फबाट गम्भीरताका साथ म भन्न चाहन्छु कि अब तपाईहरुले हामीलाई साथ दिनुहोस् र साथ दिनुहुनेछ। किनभने ढुङ्गा भर माटो, माटो भर्ने यो गाह्रो लगाउने कथा मात्रै होइन, घर बनाउने कथा मात्रै होइन। ढुङ्गा र माटोको सम्बन्ध अहिले त इँटा र सिमेन्टले पनि बनाउँछ, रड पनि लाउँछ, तर प्रकृति र पृथ्वीको कुरा गर्ने हो भने हजार हजार वर्षमा ढुङ्गाहरू खिँदै गएर माटो हुन्छ, माटोहरू दबिँदै र थिच्दै गएर ढुङ्गा हुन्छ। यो प्रकृतिको नियम हो। त्यसकारणले ढुङ्गा भर माटो, माटो भर ढुङ्गा, 3 करोड नेपाली जनता अब यो नेपालको माटो, नेपालको बाटोमा हामी हिँड्नै पर्छ। अब हामी त्यतिकै एकता भएका छैनौँ। हामी इतिहासको गम्भीर समीक्षा गरेका छौँ। इतिहासको त्रुटिहरूबाट हामीले शिक्षा लिएका छौँ। भनिन्छ
मरेर जानेहरूबाट सिकिएन भने बाँचेको मान्छेको पनि अर्थ हुँदैन। त्यस कारणले घटेको घटनाबाट शिक्षा लिँदै हामीले शिक्षा लिँदै हामी एकताको यो हिन्दू समाजका वर्तमानको जिम्मेवारी बोध हामीले गरेका छौँ। किनभने जनताको चाहना तिमीहरू एक हौ भन्ने थियो र अहिलेको सबै परिस्थितिको मूल्याङ्कन गर्दाखेरि साँच्चै हामी विचार मिल्नेहरू मन मिल्नेहरू एक ठाउँमा हुनुपर्छ भन्ने परिस्थितिको माग थियो र हामीले भविष्यप्रतिको जिम्मेवारीता बोध गरेर त्यो जिम्मेवारीताका साथ हामीले यो कथा गरेका छौँ। त्यो प्रतिबद्धताका साथ हामीले कथा गरेका र यो कथाले एउटा कोसी ढुङ्गा त साबित गरि नै सकेको छ। बाँकी हामी हाम्रो व्यवहारले देखाउनेछौँ, हाम्रा प्रतिबद्धताले देखाउनेछौँ, हाम्रा कठोर र हामीले गरेको कर्मको परिणामले हामी देखाउनेछौँ। त्यस कारणले यहाँ मैले भन्नुपर्छ कि इतिहासको पुनर्लेखन गर्नु छ। हाम्रा अग्रज र पुर्खाहरूले इतिहासप्रति गरेको त्रुटिलाई हामीले सच्याउनु छ। त्यो जिम्मेवारी बोधका साथ हामीले यो पार्टीमा एकता गरेका छौँ। यो बिन्दुमा हामी भेट भएका छौँ। त्यसकारणले हामी त्यो त्रुटिहरूलाई सच्याउँछौँ। सदाबाट तपाईँहरू नाप्नुहोस्, सदाबाट तपाईँहरू विषयलाई बुझ्नुहोस्। इतिहासमा गल्ती भएको छ र त्यो गल्तीलाई हामी निसङ्कोच निश्चय नै हामी सच्याउनेछौँ र त्यो प्रण पनि आज हामी तपाईँहरूको खबर छ। त्यो इतिहासको बटखरामा उभिएर हामी यो कसम खाँदैछौँ। अब बाटो अप्ठ्यारो छ, हामीलाई थाहा छ, लामो छ, थाहा छ, तर हाम्रो पार्टीको अगाडि स्पष्ट नेपाली जनताको गन्तव्य, नेपाली जनताको भाग्य र भविष्य छ। हामी यो दावाका साथ भन्छौँ किनभने हामीले धेरै परिस्थिति देखेका छौँ। न्युटनले भने जस्तै, किनभने हामी पुर्खाको काँधमाथि चढेर चिपी झेरिराखेका छौँ। यसको अर्थ हामी इतिहासको राम्रो समीक्षा गरेर त इतिहासको टाकुराबाट अर्को टाकुरामा हिँडिराखेका छौँ। इतिहासको गल्तीहरू हामीबाट दोहोरिने छैनन् र यही पार्टी यो विचारबाट नेपाली जनतालाई यो सारा रोकठोक सोकबाट हामी मुक्त गर्नेछौँ। यो आजको आवश्यकता हो र यो हाम्रो प्रतिबद्धता पनि। जनताका मुद्दाहरू धेरै छन्, जनताको मुद्दाहरू धेरै छन्। ती जनताको मुद्दाहरूलाई हामी सडकमा बेवारिसे हुन दिने छैनौँ। आज मुद्दाहरू बेवारिसे छ, मुद्दा उठाउने मुखहरू मूर्छित छन्। यहाँका उत्पीडित जनताका मुद्दाहरू, यहाँका गरिबीको मुद्दाहरू, यहाँका भ्रष्टाचारका मुद्दाहरू, यहाँका असमानताको मुद्दाहरू, राष्ट्रिय स्वाधीनताको मुद्दाहरूलाई हामी सूत्रबद्ध ढङ्गले उठाउनेछौँ र हामी साँच्चै नै यो देश सगरमाथाको र यो देशमा सगरमाथा छ। यही देशमा बुद्ध पनि जन्मेको हो। यो देशमा बुद्ध जन्म्यो, भारतमा ज्ञान प्राप्त गर्यो, चाइनामा ज्ञान छरियो। यो संस्कृतिको पनि हामीले यो हाम्रो सानो देशबाट विशाल सन्देश दिनुपर्नेछ। हामीले विचारको हिसाबले, हामीले व्यवहारको हिसाबले जताबाट हेर्दाखेरि पनि हामीलाई जवाब दिनुको अर्को छुट छैन र त्यो एउटा यात्रामा हामी छौँ। अब यो पनि हामी विनम्रताका साथ भन्छौँ। हाम्रो गीतको हाम्रो अध्यक्षले नै लेख्नु भएको रहेछ गीत। त्यो गीत मात्रै होइन, त्यो विचार हो। त्यसको एउटा मात्र अन्तरा तपाईँले सुन्नुभयो भने गाली गरेर बन्दैन। नम्रताका साथ भन्छौँ हामी, अहिलेको सत्ता सञ्चालक सत्ताधारीहरूलाई जनताले दिएको जनादेश, वनादेश भनेर दिएको हो। वनादेश भनेर दिएको जनादेशवाला सरकारले जनताको चाहना, राष्ट्रिय आवश्यकता अनुसार तपाईँहरू काम गर्नुहोस् खुरुखुरु।
तपाईहरुलाई कुनै चोर दैलोबाट ढोकाबाट झ्यालबाट च्याउनु पर्ने छैन। दुईटे बहुमत पुग्नुको निम्ति मात्रै 2 सिट बाँकी छ। तपाईहरु चोर दैलोहरु ढोकाहरु नच्याउनु। देशलाई तपाईहरुले सिस्टममा लान्छु भनेर पिडीमा चलाउँछु भनेर राजनीतिकरण भयो भनेर तपाईहरुले प्रश्न उठाएर आउनु भएको छ। अब तपाईहरुले जवाफ दिने ठाउँमा तपाईहरु हुनुहुन्छ। त्यसकारणले तपाईहरुलाई सत्ताको मात नलागोस्। हिजो सत्ताको मात लाग्नेहरु आज किनाराकृत भएको छ इतिहासमा। त्यसकारणले त्यो इतिहासबाट तपाईहरुले सिक्नुहोस्। तपाईहरुले कुनै पनि जस्केलाबाट चियाउनु पर्दैन, चियाउनै पर्दैन तपाईहरुले। र तपाईहरुले राम्रो काम गर्नु भएन भने राम्रै गर्नुहोस्। राम्रो कामप्रति हाम्रो तपाईहरुलाई जहिले पनि शुभेच्छा छ, सहयोग छ। तर यदि नराम्रो काम गर्नु भयो भने चाहिँ अब श्रम संस्कृति पार्टी आयो। यो देश जिम्मा लिनुको निम्ति अब श्रम संस्कृति पार्टी तयार भएको छ। हामी काम थाप्न तयार छौँ। मेरीदेखि महाकालीसम्मको जनताहरू, हिमालदेखि तराईसम्मको जनताहरू आज माटोको सिमानालाई भत्काएर राजनीतिक प्रशासन सिमानालाई भत्काएर विश्वभरि बसेका नेपालीहरू राम्रोसँगले तपाईहरुले सुन्नुहोस् हाम्रो मुटुको ढुकढुकी। तपाईहरुले राम्रो काम गर्नु सक्नुहुन्न भने अब हामी देश जिम्मा लिन्छौँ। ढुक्कसँगले तपाईहरु अब तपाईहरुले यो कुरालाई फेरि पनि भन्छु हेर्का राख्नु। अब तपाई बोली र व्यवहारको कुरा गर्नु। अगाडिको पार्टीहरू ठुलठुला नेताहरू के भए? उनीहरूको बोली र व्यवहार मिलेन। तपाईहरुको पनि सत्ताधारी भएपछि बोली र व्यवहार मिलिरहेको छैन। भोट माग्न जाँदाखेरि के भन्नुभएको सुकुम्बासीको बस्तीलाई के भन्नुभएको थियो र के गर्नु हुँदैछ? 3 करोड नेपाली जनताको प्रश्न हो। 3 करोड नेपाली जनताको प्रश्न यही हो। तपाई के गर्नु हुँदैछ र तपाईको वाचा पत्रमा के लेख्नु भएको थियो? के बुझौं कि तपाईको वाचा पत्र खोस्टा हो? बुझौं कि तपाईको वाचा पत्र नेपाली जनताको आँखामा छालो हाल्ने? तथाकथित प्रमोसन हो होइन भने तपाईले जनतासँग गरेको करार पत्रमा दायाँ बायाँ सही छाप गरेको करार पत्रमा जे लेखिएको छ त्यो बाटो हिँड्नुहोस्। होइन भने तपाईलाई पनि नाङ्गो ठट्टाएर मुसो तलेर जुत्ताको माला लगाएर सिमाना कटाउने दिन नआओस्। जनताको मनमुटुको सिमाना तपाईले नागिसक्नुभयो। फेरि माटोको सिमाना तपाईले काट्नु नपरोस्। यो चेतावनी पनि यो एकता समारोहबाट पुरानोले के गरे? जहिले पनि गरिबको कुरा गरे। मैले बोली र व्यवहारको कुरा गर्दैछु। गरिबको कुरा गरे। गरिबको गरिबलाई भोट गरिबको कुरा गरे, सर्वहाराको कुरा गरे, किसानको कुरा गरे। तर सोच सामन्तको राख्यो। अनि जीवन चाहिँ पुँजीवादी बितायो। पुँजीवादी अनि कुरा चाहिँ जहिले पनि समाजवादी गरिरह्यो। मुद्दा उठाउने किसानको, मुद्दा उठाउने सुकुम्बासीको, मुद्दा उठाउने सर्वहाराको, मजदुरको
तर सोच्ने सामन्तीको व्यवहार जीवन बिताउने पुँजीवादको र पुरा गर्ने समाजवादको यही कुरा नमिलेर ती पार्टीहरूलाई हामीले पनि मसान घाटमा छोडेर हिँड्नु पर्यो। जनताले एक हातमा स्वस्तिक छाप्रोहरूको पत्र लिएर न्यायाधीश बनेर मतदान केन्द्रमा जाँदाखेरि तपाईँलाई सीमान्तकृत बनाइदियो तपाईँहरू आज रमिताइले राख्नुपर्छ नेपाली राजनीति। यसकारण सत्ताधारीहरूले कान खोलेर सुन्नुहोस्, सत्ताको मात लागेर हिँडिरहेको घोडा जस्तो सबैमाथि मुर्कुसी मार्दै हिँड्ने कोसिस नगर्नुहोस्। जनता भन्दा माथि कोही पनि छैन। ढुङ्गा र माटोको देश हुँदैन। जनता मान्छे समाज सहितको देश हुन्छ। त्यो समाजमा संस्कृति हुन्छ, मूल्य हुन्छ, मान्यता हुन्छ, सोच हुन्छ, उसको आफ्नो आवश्यकता हुन्छ। तर जनतालाई रुवाएर तपाईँ जे गरिराख्नु भएको छ यसमा हाम्रो गम्भीर आपत्ति छ। खारेज योग्य छ तपाईँको कार्यक्रम र हामी सधैँ सडकबाट पनि संसदबाट पनि प्रतिवाद गर्नेछौँ, प्रश्न गर्नेछौँ। फेरि पनि म दोहोऱ्याउँछु कि अन्याय, असमानता, विभेद, भ्रष्टाचार, राष्ट्रिय स्वाधीनता, भ्रष्टाचार रहित देश, राष्ट्रिय स्वाधीनता सहितको देश हामी निर्माण गर्न चाहन्छौँ। हाम्रो पार्टी नेपालकै बाटो, अघि पनि मैले भने नेपालकै बाटो। हिजो एकताको अन्तिम क्षणमा अध्यक्षले अलिकति बोल्नु भएको थियो, विदेशी मात्रै भयो फोटोकपी। मलाई पत्रकारहरूले बाहिर घेर हालेर सोध्नु भयो तपाईँहरूले हर्कबाद मानेको हो, हर्कबादमा राष्ट्रघात छ र हर्कबादमा भ्रष्टाचार पनि लुकेको छ। हर्कबादमा अरू त्यस्तै राष्ट्र र जनतामाथि गरेको अपराधहरू छन्। पत्रकारले भनेको छैन भने किन आपत्ति? छैन भने किन आपत्ति? पाइन्छ नि त। यहाँ त रेडिमेड खाने बानी भएको छ, चाउचाउ चाउचाउ मही खाने बिर्सेर कोको कोलामा बानी भइएको छ। अन्त हाम्रो चित्रोले मान्दैन। तर हामी हजारचोटि भनेर हजारचोटि आफूलाई परीक्षित गराएर ठुला ठुला मञ्च र समारोहबाट बहस गरेर, ठुला ठुला बिग मिडिया हाउसबाट बहस गरेर, हजार यसका दस्तावेजहरू लेखेर प्रमाणित गर्ने हामी कोसिस त गर्न सक्छौँ। पत्रकार साथीहरूलाई चाहिँ के साह्रो हो? पहिलो प्रश्न त त्यही थियो। टोकियो जाने भनेर लन्डन पुऱ्याए। हामी त त्यस्तो गर्दैनौँ नि अवश्य होइन। खोलाबाट पानी ल्याउँछौँ भनेपछि ल्याउँछौँ नि। पुल लगाउँछौँ भनेपछि दार्जिलिङमा लाउँछौँ। आदम्यता यहाँ तपाईँले सिद्धान्तलाई यो पसीमा जाँच्दै लानुहोस्। नहुने कुरा नगर्नु, तर गरेपछि कुरा गर्नु। अहिलेसम्मको त्यही भयो। यति लामो राजनीतिमा तैँले किन गरेँ जस्तो भनेर फेरि पत्रकारले मलाई उता सोध्छ। म त्यतिखेर बसको पनि पछाडि मुढाको सिटमा थिएँ। गल्ती बाटोमा जाँदैछ भन्दाखेरि मेरो कुरा सुन्थेन। 5 माउथ्यो पिच्छ थुक्थ्यो गाडी हाल्थ्यो। आज त म को पाइलटको रूपमा पुगेँ नि त अगाडि। नजिकै बस्छु, अध्यक्षले कुराको हेर्छु, भएन भने यसो पो होला भन्छु, होइन यसो पो होला भन्छु। अनि कलकत्तामा पुग्ने हो नि।
बुढाको यात्रा थियो के हो केही थिएन क्या हामी एउटा त्यहाँको कारिन्दा थियो केही छैन यतातिर पनि नजाऊ लामो हुन्छ तर केपी ओलीले संसद विघटन गर्दा त केपी ओली त विपक्षमै फैसला गर्ने मान्छे हो त सपना प्रधान मल्ल को कहाँ थियो भन्दा पनि उसले आफ्नो जीवनमा के गर्नु भन्ने कुरा महत्त्वपूर्ण कुरा आउँछ त्यस कारणले खबरदार हस्तक्षेपकारी सरकार तिमी आफैमा अलोकतान्त्रिक छौ तिमी आफैमा तनासा छौ तिमीलाई आज नाजीवादको घोडाले हिँडिरहेर कुदाइरहेको छ त्यो सपना कृपा नजगाऊ नाजीवाद र फाँसीवाद त चियानमा पुरिसक्यो कहिले पनि ननिक्लिने गरी खरानी भएर उडिसक्यो 21औं शताब्दीमा नाजीवादको भूत चढाएर भूत सवार गरेर तपाईँ आउनु खोज्नुभयो भने तपाईँको हालत पनि हाम्रो त माटो चिन्न माटैमा जान्छ निर्मित अद्वितीय संस्कृति त्यो सम्पदा पनि संस्कृति हो कावा खोलाबाट के अरे कोका खोलाबाट धरामा ल्याएको पानी त्यो अर्को संस्कृति हो संस्कृति अघि मैले प्रकृतिको हस्तक्षेपकारी संस्कृतिको यो मानव श्रमद्वारा निर्मित अद्वितीय दोस्रो संरचनाहरू अथवा हाम्रो यो कपडाहरू मानिस त नाङ्गै जन्मिन्छ नि यो संस्कृति हो दोस्रो र प्रवृत्ति त्यसलाई मिसाएर हामी यसरी यो देशमा पुँजीको विकास गर्नेछौँ पुँजीको विकास नगरी देश समृद्ध हुँदैन प्रकृति के भन्ने संस्कृति र प्रवृत्तिको संयोजनबाट समृद्ध राष्ट्र बन्ने बाटोमा जाँदैछ त्यही नै हो हर्कवादको प्रस्ताव क्या हो आग्रहलाई मानेर हामीले एकता गर्यौँ देशभरिका 3 करोड नेपालीहरूलाई म अपिल गर्न चाहन्छु अब यो ठुल्ठुलो जार्गन प्रयोग नगरौँ त्यो पुरानो पार्टीमा गऱ्यो धेरै मान्छेले बुझेन पनि त्यसलाई माया गर्ने जनताप्रति निस्वार्थ गरेर लाग्ने सबै शक्तिहरू समूहहरू व्यक्तिहरू आउनुहोस् श्रम संस्कृति पार्टीमा मुलढोका खुल्ला पहिला पञ्चायतले भन्नु पऱ्यो 2 करोड नेपाली पञ्च नै 2 करोड नेपाली 3 करोड नेपाली नै अब श्रम संस्कृति पार्टीमा 3 करोड नेपाली यो नारा हामीले किन नदिने किनभने नयाँ भन्नेले पनि धेरै खरानी खसिसक्यो खरानी अदालतको र हिजोको निर्णय त अगुल्ठै धसेछ खरानी मात्रै धसेको त धुई पखाली हुन्छ अगुल्टो धसेर त के गर्नु अगुल्टो थाहा छ अहिले ग्यासको जमानामा अगुल्टो पनि सबैले बुझ्ने जेको पनि केन्द्रबिन्दु हुन्छ माओवादी जनौधको रोल्पा रुकुम थियो इपी सेन्टर 72 सालको भूकम्पको गोर्खाको बारपटमा थियो इपी सेन्टर अबको इपी सेन्टर पूर्वबाट घाम पनि पूर्वबाट उदाउँछ शक्ति तर हामीले पश्चिमलाई अन्याय गर्दैन एमालेको घाम होइन सम्झौता पूर्वको शक्तिले हो त्यसकारण यो देशमा हामी फेरि पूर्वबाट उठाएको शक्तिले गलत सन्धि सम्झौता गर्नै दिन्नौँ यो देशलाई धोका दिने राष्ट्रघात र जनघातको काम गर्नै दिन्नौँ अहिले पनि हामी त्यो गर्छौँ अन्तिम कुरा गरेर म बिदा हुन्छु अध्यक्षले कुरा धेरै गर्नुहुन्छ म गरिसक्छु अब आज यसो सामाजिक सञ्जाल हेरेको त 3 पहिला पो गइसकेछ बुद्धनि किरानी श्रीमान नै लाछी छ
चोर्दा पनि सुन चोरेको कबाडी चोर्नु जान्छ। अब त्यही श्रीमानसँग म बस्नु त। यो एउटा व्यक्ति विशेष र संस्था विशेष कुरा हो, आम व्यक्तिको कुरा होइन। सुन चोरेको लिएर सुनै लगाइदिन्छ, फलाम चोरेले के लगाइदिन्छ? श्रीमान र श्रीमतीले आकाशको तारा साँची राखेर पानीमा औला चोखेर नारायण गोपालले भन्दैछ, तिमीले गर्दा म बाल्दिनँ भएर लगाएको गरेको सन्धिहरू तोड्छ। श्रीमान र श्रीमतीले बाबुआमालाई हामीले घाटमा छोडेर आउनुपर्छ जन्मदिने बाबुआमालाई, यो पार्टी हो। पछि आफ्नो चेतना बोलाइसकेपछि समाजतन्त्र विरुद्ध लागेको पार्टी हो बाबा, पार्टी हो, यो धर्म होइन। धर्म होइन यो। जसले एउटै पार्टीमा मुद्दा बोक्दैन पनि बसिराख्नुपर्छ भन्छ त्यो चाहिँ धार्मिक हो, धार्मिक मान्छे हो। त्यस कारणले यो धर्म होइन, यो पार्टी हो। जुन पार्टीले विचार बोक्छ, जुन पार्टीलाई रूपान्तरण गर्न सकिन्छ र लक्ष्यमा पुग्न सक्छ त्यो पार्टीमा लाग्ने। हामी सम्पूर्ण रूपले पूर्ण छौँ भने हामी घमण्ड नगरौँ, पूर्ण छौँ तर हामी रूपान्तरित हुने दिशामा छौँ, उड्ने हामी उटुटीमा छौँ। परिवर्तन गर्नुपर्छ भन्ने सपना आँखामा जोगाएर हिँडेका छौँ, यहाँ त सपना पनि मरिसक्यो। अनि पर्खिराख्नु। हेर्नुहोस् 200 वर्षको जीवन भएको भए 100 वर्षको म त्यसैले पर्खिनु। 45 नआइसके पर्खेको अनि कहिलेसम्म हात खुट्टा लाग्छ र पर्खिरहनु त्यसैलाई हो। गर्व छ, गणतन्त्र लिएको हो हामी, पछाडि सिटमा बसेर पनि त्यहाँसम्म त गर्वै छ। तर गणतन्त्र परिवारतन्त्र बनाउनुको निम्ति लिएको होइन, यसमा आपत्ति छ। गणतन्त्र लोकतन्त्र बनाउनुपर्छ भनेर लिएको होइन, यसमा आपत्ति छ र प्रश्न छ। यो प्रश्नको जवाब नपाएपछि त्यही प्रश्नको जवाब खोज्दैछु म। थोरै म पहिला हिँडिराखेको मान्छे हो, हिँडिए विवेकमा छोरा मान्छे पनि पहिला जान्छ त्यो होइन। मन्त्री बनाएको हो, देशको सेवा गरोस् भनेर मन्त्री बनाएको। म मन्त्री भएँ, नेताको ठुलो नेताको घरमा जाँदाखेरि बिचौलिया चाहिँ भित्र थियो, मन्त्री चाहिँ बाहिर। मन्त्रीले पस्नु पाएन, दुःखका साथ भन्नुपर्छ। यो प्रविधिलाई चाहिँ अन्त्य गर्नुपर्छ। गर्छु भनेर गरेकोहरूले गएकोहरूले गरेन, अब हामी गर्नुपर्छ। बिचौलिया भित्र थियो, भित्रको पनि सिटिङ रुम आएर भित्रको गोप्य कोठामा मन्त्री थियो, व्यवहार से बाहिर सिटिङ रुममा पनि बाहिर पलिसीमा थियो। कतिखेर पार्नु आउँछ महत्त्वपूर्ण बैठक होला भन्दै रुग्यो। बिचौलियाले जुगा मसार्दै जुगामा ताउ लाएर दिए आँखाले र मात्रै सुगन्ध किराँतको ताउ आयो। अलिअलि विरोध गर्नु खोज्यो, मन्त्री नै च्वाट। 5 चोटि 6 चोटि 7 चोटि 10 चोटि गच्छेदार चोटि आँखा कति 21 चोटि पनि मन्त्री भएछ। उनीहरू मन्त्रीमा बसिरह्यो, सुगन्ध किराँतीहरू निस्किनु पर्यो। अहिले सुगन्ध किराँती बाहिर छ, धन्यवाद छ तपाईँहरूलाई, बाहिर छ। तपाईँको बिचौलिया चाहिँ भित्र छ। हो, बिचौलिया चाहिँ भित्र छ। हिजो पनि 3 अरब कति करोडको मुद्दा थपिएछ। तपाईँ जीवनभरि त्यही बसिराख्नुहोस्, त्यो पनि छोडिदिनु। यसैले छोडियो क्या? किन छोड्यो? सुगन्ध किराँतीले किन छोड्यो नभन्नु। जिन्दगी 4 जुली भएकोमा छोड्थिन। 1 जुली मलाई नसोध्दै टिभीतिर लगेर किन पार्टी छोडिस् भनेर नसोध। 4 जुली भए 1 जुली पर्खिन्थे, 1 जुली छ। त्यस कारणले सकिन। यो चाहिँ गति हो, विज्ञानको नियम हो। यो कुनै अस्थिरता होइन।
सत्यताको खोजीमा भएको मन लुटुटी हो। फेरि नै फुवालुङमा भेटिएका तम्मर र दुधकोशी जस्तो तरिकाले मिलेर अगाडि जानुपर्छ भन्ने म सबैलाई आग्रह गर्न चाहन्छु। मान्छे हो, मनमुटाव आउँछ, विभिन्न कुराहरूमा तपाईँको छिमेकीले जीवन गतिशील भएको कारणले आज हामी जे देख्दैछौँ, जे बोल्दैछौँ, त्यो कुरा, आज देखेको कुरा, बोलिरहेको कुरा भोलि समय अनुकूल नहुन सक्छ, परिस्थिति अनुकूल नहुन सक्छ। त्यसो हुँदाखेरि सानोतिनो मनमुटावहरू हामीमा आउन स्वाभाविक हो, मान्छे हो। तथापि त्यसलाई ठुलो इस्यु बनाएर कनिका र चामल जस्तो किसिमले छुटिएर जाने किसिमको एकता होइन यो। त्यो भन्न चाहन्छु। तम्मर र दुधकोशी फुवालुङमा मिलिसकेपछि त्यहाँदेखि उदो कुन चाहिँ तम्मर कुन चाहिँ दुधकोशी भन्ने छुट्याउन सकिँदै सागरसम्म त्यो यात्रा दुईटा नदीको भएको जस्तै हाम्रो पनि यात्रा त्यस्तै होस् भन्ने म कामना राख्न चाहन्छु। किनभने हामी भनेको जनताको चाहनालाई, जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्नका लागि आएका एउटा साधन हो। म चाहिँ त्यसरी आफूलाई देख्छु। मैले जति पनि कुराहरू भन्ने गरेको कुरा, सोच्ने गरेको कुरा, होइन, बोल्ने गरेको कुरा, गर्ने व्यवहारका कुराहरू भए, यी सबै कुराहरू जनताको चाहना अनुसार हुनुपर्छ भन्ने मान्यता छ। जनताको भावना र जनताको आवश्यकता अनुसार हुनुपर्छ भन्ने हुन्छ। त्यसो हुँदाखेरि हाम्रो मान्यतामा एकरूपता भएर जाओस्, म त्यो कामना गर्न चाहन्छु। म एउटा कुरा उहाँहरूको कुरा सोच्ने भन्दा पनि हाम्रो यो श्रमदानको टी सर्ट मैले उहाँलाई अघि दिएको छु, त्यसको अघितिर लेखिएको छ, देश सोच्न सक्नु म देश बोल्न सक्छु, देशकै कर्म गर्न सकौँ, देशकै निम्ति मर्न सक्छु। त्यो हाम्रो साझा सोचाइ हुनुपर्छ भन्ने म आग्रह गर्न चाहन्छु। उहाँको टिमबाट आउँदै गर्नुहुने सम्पूर्णलाई हार्दिक स्वागत छ। हामी अब एकले अर्कालाई तपाईँको छिमेकीले हरेक किसिमले एकले अर्कालाई चाहिँ स्वीकारेर, एकले अर्कालाई चाहिँ समर्थन गरेर हामी अगाडि बढ्छौँ र त्यो तरिकाको हाम्रो एकता भएको कुरा म जानकारी गराउन चाहन्छु। धेरैले शङ्का लागिरहेको होला, अब 2-3 दिनको लागि होला, 6 महिना पछाडि फेरि त्यही त हो, है। उहाँ कता तपाईँको चाहिँ होइन मार्क्सवाद र माओवाद पढेर आएको, कता फेरि हर्कबाद के हो भन्ने पनि लागिरहेको कतिलाई छ, मलाई थाहा छ। त्यो ठुलो कुरो होइन है, त्यो ठुलो कुरो होइन। यो देशका लागि हामीले काम गर्छौँ कि गर्दैनौँ भन्ने कुरा। यो देशको भारी सँगै मिलेर उचाल्छौँ कि उचाल्दैनौँ, बोक्छौँ कि बोक्दैनौँ, जिम्मेवारीको भारी हामीले चाहिँ वहन गर्छौँ कि गर्दैनौँ भन्ने कुरा ठुलो कुरो हो। र त्यसो हुँदा त्यो देशको जिम्मेवारीको भारी उचाल्नका लागि हामी एक भएको कुरा जानकारी गराउन चाहन्छु। अब यो हर्कबाद भन्ने चाहिँ के रहेछ भनेर धेरै मान्छेले अहिले भन्न चाहेको कुरा छ। एउटा बहस हामीले छेडिदिएका छौँ। प्रकृति, संस्कृति र प्रविधिले हाम्रो जीवन बनेको हुन्छ। मान्छेको जीवनमा प्रकृति, संस्कृति र प्रविधि मध्ये कुनै एउटा निकालिदिने हो भने अथवा त्यो बिनाको जीवन कल्पना गर्ने भने त्यो जीवन हुँदैन, त्यो अधुरो जीवन हुन्छ। त्यसले गर्दाखेरि प्रकृतिको लागि पनि हामी काम गर्छौँ, संस्कृतिको लागि पनि हामी काम गर्छौँ, प्रविधिको विकास गर्दै हामी अगाडि बढ्छौँ भन्ने एउटा छैन के अरे तपाईँको दर्शन भन्दा पनि एउटा मान्यता भन्दा पनि चाहिँ हर्कबाद रहेको कुरा म यहाँलाई जानकारी गराउँछु। देश भन्ने गीत सधैँभरि गाएर अगाडि बढेको मार्क्सवादले भन्नुभएको छ, द्वन्द्व हुन्छ, द्वन्द्व अभावको कारणले हुन्छ भन्नुभएको छ। तर उहाँले भन्न के छुटाउनु भयो भन्दाखेरि अभाव चाहिँ श्रम नगरेको कारणले हुन्छ भनेर कारणले गर्दाखेरि श्रम र श्रमदानलाई सर्वोपरि ठान्छौँ हामी। काम नगरी देश बन्दैन भन्ने मान्यता हर्कबाद, त्यो मान्यताका साथ हामी अगाडि गइरहेका छौँ।
हामी लडाइँ गर्ने झगडा गर्ने रगत बगाउने भन्ने कुरामा होइन। पसिना बगाएर यही देशमा तपाईँको चाहिँ के अरे हाम्रा अभावहरू हामीले टार्ने गरी, उत्पादन बढाउने गरी, निर्माण गर्ने गरी, आविष्कार गर्ने गरी अगाडि मुलुकलाई बढाएर स्वाधीन अर्थतन्त्रको विकास गर्न सकिन्छ भन्ने दर्शन हो। अर्कोबार प्रकृतिवादमा विश्वास गर्छ। प्रकृतिले कसैलाई विभेद गर्दैन। घाम लाग्दा सबैलाई न्यानो दिने, प्रकाश दिने हो। पानीले सबैलाई रुझाउने हो। अहिले हिउँ पर्यो भने सबैलाई जाडो हुन्छ, सबैलाई स्वेटर र कोट चाहिन्छ। त्यसो भएको कारणले गर्दाखेरि यदि कसैलाई अन्याय हुन्छ भने रिसाउँछ अर्कोबार। यदि कुनै गरिब दुःखमाथि अन्याय गर्छ भने चाहे त्यो राज्यले गरेको होस् या कुनै ठुलो ठालुले गरेको होस् या सामन्त जो कोहीले गरेको होस्, रिसाउँछ अर्कोबार, विरोध गर्दछ। एक्लै भए पनि सत्यको सामु उभिनुपर्छ, सत्यसँग उभिनुपर्छ, असत्यको बाटोमा हिँड्नु हुँदैन भन्ने दर्शन हो अर्कोबार। दिनको 10,000 15,000 गाली खाएरै पनि सेतोलाई सेतै भन्नुपर्छ, कालोलाई कालै भन्नुपर्छ भन्ने चाहना छ। म यहाँ सबैजनालाई यो हर्कबाद भनेको के हो भनेर खराब तरिकाले टिका टिप्पणी नगर्नका लागि भन्न चाहन्छु। दार्चुलामा एउटा महाकाली तर्दै गरेको देख्दाखेरि त्यो ठाउँ कहाँ रहेछ भनेर 15 दिन लगाएर टोलीलाई पठाएर त्यो ठाउँ खोजेर त्यहाँ पुल थाप्न जाने बाटो अर्कोबार। रत्नपालको ठुल्ठुलो सभाहरूमा ठुल्ठुला गर्जनका साथ विश्वभरका सिद्धान्त फलाकेर राजनीति गर्ने बात होइन अर्कोबार। ढुङ्गा बोकेर, पाखामा बिरुवा रोपेर आफ्ना सानोतिनो आवश्यकताहरू हामी आफैले परिपूर्ति गर्नुपर्छ भन्ने जागरण हो अर्कोबार। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु यो हर्कबाद भनेको के हो भनेर। अब यसको बारेमा बोलिरहने भने बेलुकासम्म सकिँदैन, नभन्दैन है। आफ्नो देश आफै बनाउनुपर्छ भन्ने चेतना हो। यही देशको स्वदेशी माटोमा जन्मेको बात हो अर्कोबाद। माटोलाई, खेतबारीको माटोलाई ठुलो होइन, त्यही तपाईँको सम्पत्ति हो, त्यही तपाईँको देश हो, त्यही तपाईँको अस्तित्व हो, त्यही तपाईँको अधिकार हो भनेर बोध गराउन खोज्छ अर्कोबाद। खेतबारी बाँझो राखेर आकाशतिर हेर्ने होइन, त्यो खालको चलन अन्त्य गर्नुपर्छ भन्ने एउटा बहस हो हर्कबाद। त्यसो भएको कारणले गर्दाखेरि यो हर्कबाद भनेको के रहेछ भन्ने बुझ्न मन लाग्छ भने तपाईँहरूले पनि त्यहाँ एउटा किताब किनेर लानु होला। त्यस पछाडि त्यहाँ भएका है कुराहरूमाथि टिका टिप्पणी तपाईँ गर्न सक्नुहुन्छ। त्यतिकै हावामा हर्कबाद भन्ने नामलाई गाली गरेर तपाईँले केही पनि पाउनुहुन्न। त्यहाँ पढ्नुहोस्, त्यस पछाडि तपाईँ थाहा पाउनुहुनेछ। राज्यको 1 रुपियाँ पनि नलगाइकन 98 दिनमा मात्रै पानी ल्याउन सक्ने बाँधलाई हर्कबाद भन्छ। ढुङ्गा मात्रै, बालुवा मात्रै भएको बगरमा हरियाली बगैँचा र पार्क बनाएर तपाईँको करोडौँको इन्कम बनाउन सक्ने राज्यको सम्पत्ति जोड्ने दर्शन हर्कबादको अभ्यास। त्यसो हुँदाखेरि हर्कबाद भनेको तपाईँलाई लाग्ला यो गफ मात्रै हो कि के हो, फलाक्ने कुरा मात्रै हो कि क्या हो, 3-4 घन्टा भाषण गर्ने कुरा मात्रै हो कि के हो भन्ने कुरा होइन। हर्कबाद भनेको काम हो। हर्कबाद सपनाबाट सुरु हुन्छ, सपनाबाट सुरु हुन्छ, सङ्कल्प सङ्घर्ष हुँदै सफलतासम्मको यात्रालाई भन्छ हर्कबाद। यदि सफलता प्राप्त गर्दैन भने त्यो हर्कबाद होइन। सपना देख्नु मात्रै हर्कबाद होइन, सपना देख्नुलाई मात्रै हर्कबाद भन्दैनौँ। सपना देखिसकेपछि त्यो सपनालाई पुरा गर्न सक्ने अठोट, त्यो कमिटमेन्ट, त्यो तपाईँको सङ्कल्प र त्यो सङ्कल्प अनुसारको सङ्घर्ष र त्यो सङ्घर्षपछि प्राप्त भएको सफलता र त्यो सफलता सहितको बात हर्कबाद। म यहाँ सबैजनालाई त्यो आज हेर्नुहोस् त, अस्ति 42 जनाको टोली श्रमदान गरेर 20 दिन श्रमदान गरेर रुँदै फर्कनुभयो दार्चुलाबाट। पूर्वको ताप्लेजुङको मान्छे दार्चुलामा गएर किन रोयो थाहा छ?
किनभने त्यहाँका मान्छेहरूसँग त्यहाँका तपाईँको छैन भूगोलसँग पूर्वको मान्छेको के हो त भन्दाखेरि साइनो उदासी हो नेपाली बिचको सम्बन्ध महसुस भएर उहाँहरू रुँदै छुट्नुभयो। त्यसरी टाढा बसेका नेपालीहरूलाई एक ढिक्कामा ल्याउने अभियान एक ढिक्कामा ल्याउने दर्शन गर्नुभयो। त्यसो भएको कारणले यो श्रम संस्कृति भनेको चुनाव लड्ने अनि एक ठाउँ तपाईँको छैन के अरे होइन चुनाव जित्ने अनि सत्तामा पुग्ने चिज मात्रै होइन। यो भनेको हाम्रो जीवनलाई हाम्रो अन्तस्करणलाई शुद्ध बनाउने मैले बारम्बार भन्दै गरेको छु। मान्छे बन्ने अभियान हो यो। पहिलो हामी मान्छे हो, त्यस पछाडि कुनै दलमा लागिएको होला, कोही जातिको कुरा होला, कुनै धर्मको कुरा होला, तर हामी सबैभन्दा पहिला के हो? मान्छे हो। त्यसो भएको कारणले एउटा मान्छेलाई पूर्ण रूपमा भावनात्मक हिसाबबाट, आध्यात्मिक हिसाबबाट, सामाजिक हिसाबबाट, सांस्कृतिक हिसाबबाट, इभन राजनीतिक हिसाबबाट उसलाई चाहिँ एउटा सचेत र सक्रिय मान्छे पूर्ण मान्छे बनाउने अभियान पनि भएको कुरा म जानकारी गराउन चाहन्छु। बहुआयामी अभियान चलिरहेको छ। त्यो अभियानको नाम नै हो श्रम संस्कृति, जसलाई हामीले राजनीति पनि नगरी नहुने भएको कारणले, किनभने देशको नीति निर्णयमा हाम्रो विचार हाम्रो यो संस्कृति नपुगिकन परिवर्तन संस्थागत हुन सक्दैन भन्ने बुझाएका कारणले हामीले चाहिँ यसलाई पार्टीको रूपमा पनि अभ्यास गरिरहेका छौँ। र त्यस क्रममा हाम्रो सुदन किराँतीज्यूको समूहसँग हाम्रो भेट भएको छ। वी फिल स्ट्रङ्गर, वी फिल बेटर। We'll stay stronger and we'll stay better always. है सुदन किराँती र हर्क साम्पाङको यस्तो भयो अरे उस्तो भयो अरे भन्ने न्युज मेरो तर्फबाट सुन्नु हुने छैन। मलाई लाग्छ सुदन किराँतीज्यूको तर्फबाट पनि त्यो खालको कुरा हामी सुन्नुपर्छ। कारणले थोरै राख्न सक्छ। कतिले भन्छ किन बालेनजीलाई गाली गरेको, बालेन शाहलाई गाली गरेको? मैले किन गाली गरेको होइन? न उहाँले मेरो व्यक्तिगत रूपमा केही बिगारिदिएको, न मलाई केही भनेको, न हाम्रो कुनै लेनदेन थियो, न कुनै रिसिभ केही छ। तर म एउटा प्रतिपक्षी दलको नेता भएको नाताले, एउटा सांसद भएको नाताले सरकारले गर्दै गरेका क्रियाकलापहरू, सरकारको पक्षमा भएका गतिविधिहरूलाई मैले निगरानी गर्नुपर्छ, निरीक्षण गर्नुपर्छ, मूल्याङ्कन गर्नुपर्छ र त्यो प्रति मेरो चाहिँ के अरे धारणा के छ, मेरो प्रतिक्रिया दियो। सरकारले गर्न चाहेका कुराहरू धेरै छन्। त्यसमध्ये एउटा कुरा के छ भन्दाखेरि सुकुम्बासी बस्तीमा डोजर चलाउने, डोजर चलाएर भत्काइदिने है। त्यो जुन छ तपाईँको कृत्यले गर्दाखेरि आज देशभर आन्दोलन भइरहेको छ। यो सरकारको कदम अत्यन्तै निरङ्कुश, आताताई है, अमानवीय, एकदम वास्तविक शैलीको कदम हो। यो कदम सरकारले तुरुन्त रोक्नुपर्छ। र जो जतिको घर उहाँले भत्काइदिइसक्नु भएको छ ती मानिसहरूलाई आज माइतीघर मण्डलमा थाल र चम्चा फटाउँदै आन्दोलन भइरहेको छ। अचम्म लाग्छ है। ती गरिब दुखीहरूले भात खान पाएनन् भन्ने सङ्केत हो। त्यो होल्डिङ सेन्टरमा लगेर राख्ने, होल्डिङ सेन्टरमा चाहिँ एउटा टेन्टमा सुताउने, खाना खुवाउँदै राख्ने भन्ने सरकारले भनेको कुरा जुन छ त्यो कुरा चाहिँ सत्य कुरा छैन। त्यहाँ तपाईँ जान सक्नुहुन्छ। एकछिन त्यहाँ एकछिन रोकिदिनु, एकछिन रोकिदिनु, त्यो एकछिन रोकिदिनु न। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई भन्न चाहन्छु, मिडिया मार्फत सरकारलाई भन्न चाहन्छु, त्यो खालको कृत्य तपाईँले रोक्नुपर्छ। र होल्डिङ सेन्टरमा जे जति मानिसहरू छन् ती मानिसहरूलाई तपाईँले कसरी व्यवस्थापन गर्छु भनेर त्यो खालको कदम तपाईँले चाल्नु हो, त्यसको जवाब दिनुपर्छ। आज हजारौँको सङ्ख्यामा मानिसहरू बेघर भइरहेका छन्। हजारौँको सङ्ख्यामा मानिसहरूले खाना पाइरहेका छैनन्। एउटा सानो टेन्टभित्र बस्नुहोस् भनेर भनेको छ। कसरी बस्ने एउटा परिवार एउटा टेन्टभित्र? त्यहाँनिर छोरा बुहारी होला होइन, सासू ससुरासँग बस्नुपर्ने स्थिति होला। अब छोराछोरी पनि अहिले अलिक ठुलो भएपछि फाल्टै सुत्ने चलन छ। एकै ठाउँमा त हामी सुतिँदै
एउटा सानो टेन्टभित्र चाहिँ कोचेर राखेर चाहिँ होल्डिङ सेन्टरमा हामीले सेल्टर दियौँ भनेर सरकारले भन्छ भने त्यो गलत छ। यसको हामी घोर विरोध गर्छौँ र सरकारले तुरुन्त तपाईँको चाहिँ के अरे होइन गर्नुपर्ने व्यवस्थापन गरोस् भन्ने हाम्रो माग हो। यहाँ सबैजनालाई म हार्दिक धन्यवाद दिन चाहन्छु, हार्दिक धन्यवाद दिन चाहन्छु, हार्दिक तपाईँहरूलाई सम्मान पनि गर्न चाहन्छु जो जतिले हामीलाई यी सारा यात्रामा साथ दिइराख्नुभयो। हामीले गरेको खबरदारी हाम्रो लागि होइन, अर्को साम्पाङले गरेको खबरदारी मेरो लागि हो र अर्को साम्पाङको लागि व्यक्तिगत हो र होइन, जनताको लागि। जनताको भन्दाखेरि गरिब दुखी जनता, जो जनता आफै बाँच्न सकेका छन्, जो जनता आफै हिँड्न सक्छन्, आफै बोल्न सक्छन्, त्यस्ता जनताको लागि होइन। जो बोल्न सक्दैनन्, हिँड्न सक्दैनन्, न्याय थाहा हुँदैन, त्यस्ता मानिसहरूको लागि श्रम संस्कृति सधैँभरि उभिनेछ, श्रम संस्कृति सधैँभरि अगाडि बढ्नेछ। म यहाँ सबैजनालाई त्यो बुझ्नको लागि अनुरोध गर्न चाहन्छु। त्यसो भएको कारणले गर्दाखेरि सञ्चारमा हजारौँको सङ्ख्यामा हुनुहुन्थ्यो है, तपाईँहरूले गाली गरिहाल्नुहुन्छ, अलिकति मात्रै तपाईँको चाहिँ होइन यो सरकार विरुद्ध केही मात्रै भन्यो भने गाली गरिहाल्नु। त्यसले के गर्छ भन्दाखेरि भोलि बालेन शाहलाई पनि के पिउलीकै ठाउँमा लगेर राख्छ। हिजो के पिउलीलाई जे गर्दाखेरि पनि ताली बजाइदिएको कारणले गर्दाखेरि आज होइन अब व्यक्तिगत नाम लिनुपर्ने थिएन, मैले लिइहालेँ। आज उहाँ कहाँ हुनुहुन्छ, सेम त्यस्तै हुने म सङ्केत दिएँ। त्यसो भएको कारणले गर्दाखेरि सहीलाई सही भन्नुहोस्, गलतलाई गलत भन्नुहोस्। सरकारको कारणले गर्दाखेरि जनताले चाहिँ होइन आत्मदाह गरिराखेको छ। मेरो घर भत्केको हेर्नुभन्दा बरु हालेर मर्छु भनेर बागमतीमा उफ्रेर मरिराखेको छ, ताली बजाइराखेको छ। उसको समय ताली बजाउने विषय हो, त्यो ठुलो काम गरे हो त होइन। एउटा किशोरले आफ्नो घर भत्केको देख्दाखेरि अपमानित होइन र तपाईँको चाहिँ होइन एक खालको पीडित आफूलाई चाहिँ के अरे महसुस गरेर उसले आत्महत्या गरिरहेको छ। त्यसमा पनि राम्रो काम गर्यो, अझै त्यो आत्महत्या गर्नेलाई नै ठोक्का भनेर ठोकिरहेको छ। समाज कता गइरहेको छ? त्यो खालको समर्थनले समाज कस्तो समाज बनाउँछ? त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु त्यतातर्फको बाटो होइन, साँचो सत्य कुरा के हो भन्नेतर्फ तपाईँहरूले चाहिँ के अरे मनन गर्नुपर्छ, चिन्तन गर्नुपर्छ। एआईको जमाना हो भन्दैमा हरेक कुरा तपाईँको चाहिँ एआईकैबाट हुन्छ भन्ने छैन। हाम्रो परम्परा के हो, हाम्रो रीतिथिति के हो, हाम्रो संस्कृति के हो, हामी कस्ता सामाजिक मूल्य मान्यताहरू लिएर बाँचिरहेका छौँ भन्नेतर्फ पनि युवा पुस्ताले सोच्नुपर्छ र त्यसतर्फ तपाईँहरूले चाहिँ के अरे आफूलाई ढाल्नुपर्छ पनि म भन्न चाहन्छु। अगाडि सारेको चौथो वरियताको व्यक्तिलाई चाहिँ प्रधान न्यायाधीश बनाउनका लागि उपसभामुखले भोट हाल्ने भन्ने हिसाबले चाहिँ हामीलाई दोहोरो चरित्रको बनाउन खोज्नु भएको छ। त्यो सत्य कुरा हो है। यो व्यवस्था अन्तर्गत के हुन्छ भने सभामुख र उपसभामुख बन्नुभन्दा पहिला सम्बन्धित व्यक्तिले सम्बन्धित दललाई आफ्नो राजीनामा बुझाउनुपर्छ। राजीनामा बुझाइसकेको मान्छे हाम्रो सम्बन्धित दलको होइन। रुबी कुमारी हाम्रो दलको हुनुहुन्न, उहाँ हाम्रो पार्टीबाट जानुभएको हो, निसन्देह हो, जाँदै भएको हो, हाम्रै उम्मेदवार हो उहाँ। तर उहाँ उपसभामुखमा तपाईँको चाहिँ के अरे निर्वाचित भएर उपसभामुखको शपथ ग्रहण गरिसकेपछि उहाँ अब हाम्रो पार्टीको रहनु भएन। उहाँले कहाँ भोट हाल्नुहुन्छ, के गर्नुहुन्छ, कति बजीको अध्यक्ष तपाईँको चाहिँ कार्यालय जानुहुन्छ कि जानुहुन्न, कस्तो लुगा लाउनुहुन्छ, कस्तो गाडी चढ्नुहुन्छ भन्ने कुरामा हाम्रो पार्टीको कुनै पनि दखल अन्दाजी, कुनै पनि निर्देशन, कुनै पनि तपाईँको चाहिँ फरमान नरहने कुरा म जानकारी गराउन चाहन्छु। उहाँ तटस्थ हुनुहुन्छ, उहाँले कहाँ भोट हाल्नुहुन्छ त्यो उहाँको व्यक्तिगत तपाईँको चाहिँ के अरे स्वतन्त्रताको उहाँको चाहिँ अधिकार हो। यसरी बुझ्नको लागि म गर्न चाहन्छु। र अर्को कुरा चाहिँ यहाँ के पनि आएको छ भन्दाखेरि अघि बिहानदेखि हिजो हाम्रो सुदनजीसँग चाहिँ हाम्रो ल एकता हुने भयो भनेर फोटोहरू आइसकेपछि एमसीसीको समर्थक सुदन किराँतीलाई ल्यायो, ऊ आफै चाहिँ ठुलो एमसीसीको विरोध गर्ने मान्छे भनेर भन्नुभएको छ। यसको पनि म जवाब दिन चाहन्छु। हिजो सुदन किराँती माओवादी हुनुहुन्थ्यो, आज उहाँ श्रमदाता हुनुहुन्छ। पार्टीमा व्हिप भन्ने चिज हुन्छ। व्हिप भन्ने चिज चाहिँ नेतृत्वले होइन गरेको निर्णयलाई
प्रमुख सचेतक अर्थात् सचेतक मार्फत जारी हुन्छ। त्यो सचेतकले जारी गरेको व्हिप भन्दा बाहिर जाने बित्तिकै पार्टी छोडिहाल्नु है। सांसदको पद पनि जान्छ, मन्त्री पनि अब सांसदको पद गएपछि मन्त्री जाने कुरो भइहाल्यो। त्यो कारणले गर्दाखेरि पनि मलाई लाग्छ बाध्यताले हिजो सुदन किराँतीले त्यतातिर समर्थन जनाउनु भयो होला भन्छु। अब हो कि होइन त्यो चाहिँ अब के भन्नुहुन्छ उहाँले, उहाँको मुखबाट नराम्रो। तर अब सुदन किराँतीज्यू श्रम संस्कृति पार्टीको अगुवा श्रमदाताको रूपमा आउनुभएको छ। उहाँले हिजो के गर्नुभयो भन्ने कुरा कुरो भएन। तर मलाई जहाँसम्म विश्वास लाग्छ र उहाँ र हामीलाई मिलाउने चाहिँ जति जनताहरू हुनुहुन्छ, हाम्रा समर्थकहरू हुनुहुन्छ, उहाँहरूको तपाईँको चाहिँ विश्वासको आधारमा म भन्न सक्छु उहाँ कालो मान्छे चाहिँ होइन है। उहाँ कालो मान्छे नभएको कारणले गर्दाखेरि होइन, तर पार्टीको बाध्यता हुन्छ क्या। अब पार्टीमा नेतृत्वले संसदीय दलको नेताले तपाईँको चाहिँ के अरे जारी गरेको व्हिप प्रमुख सचेतक अर्थात् सचेतकले जारी गरिसकेपछि त्यो निर्देशन अनुसारको व्हिप जारी भइसकेपछि सदस्यले तल सांसदले फ्लोर क्रस गर्न पाउने अधिकार हुँदैन। फ्लोर क्रस गरिएको खण्डमा उसलाई चाहिँ स्पष्टीकरण लिएर पदबाट तपाईँको निलम्बन गर्ने, पदबाट चाहिँ तपाईँको निष्कासन गर्नेसम्मको अधिकार रहेको कारणले गर्दाखेरि त्यो बाध्यतावश पनि त्यो भएको हुन सक्ने कुरा चाहिँ म जानकारी गराउन चाहन्छु।